गुड मर्निङ सबैजनालाई। आज चाहिँ बिहानदेखि दार्जिलिङ गएको हो। किन गएको भन्दाखेरि चाहिँ आज चाहिँ हामी साथीहरू भेट्ने होइन, भेट्नुको लागि। अनि हाम्रो साथीको चाहिँ बाबा धेरै बिसन्चो हुनुहुन्छ नि त, अन्त त्यो भएर उहाँलाई हेर्नु पनि हामी सबै साथीहरू आज चाहिँ हामी साथीहरू कति वर्ष बाद नभनेको पनि यस्तै 30 वर्ष बाद चाहिँ आज हामी भेट्दैछौँ होइन। तपाईँलाई म देखाउने छु, हेर्दै गर्नुहोस्। बाई। आइपुगे हो, आइपुग्ने यता आइज लु, आइपुग्ने पुरा हो। साथी चाहिँ यहीँ छु, अघि आइपुगे भर्खर भर्खर हुन्छ। अहिले फेरि अर्को साथी पनि आउँछ होइन, म तपाईँलाई अपडेट गर्नेछु। मलाई चाहिँ नि यो बाटो हिँड्दाखेरि चाहिँ के याद आयो भन्दा स्कुल गएको जस्तै लाग्यो। हामी चाहिँ नि साथी हो, यो स्कुल जाँदाखेरि चाहिँ यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ रेड क्रस होइन, रेड क्रस यहाँ चाहिँ हो, रेड क्रस। हामी यो बाटो भएर स्कुल जान्थ्यो, यस्तो याद आयो मलाई आज यो साथीसँग हो, याद आयो नि। स्कुल जाँदाखेरि यो उकालो जान्थ्यो होइन, यो उकालो जान्थ्यो। अनि यहाँ चाहिँ पुरा टम्बुलको केटाहरू बसिरहेको हुन्थ्यो क्या, अब केटीहरू हेर्नु होला नि त होइन, त्यहाँको हुन्थ्यो पुरा। अन्त हामीलाई चाहिँ यो उकालो हिँड्नु चाहिँ अब पहिला हुन्छ नि अब त्यस्तो भएको नि। अनि यहाँ चाहिँ ट्रम्बुल स्कुल हो, जुम गरेर देखाइदिन्छु ल। यहाँ चाहिँ ट्रम्बुल हाई स्कुल है। अनि यहाँ माथि चाहिँ हाम्रो स्कुल अलिअलि चाहिँ देख्दो रहेछ होइन। अन्त हामी चाहिँ यसरी हिँड्थ्यौँ नि त यहाँबाट। पुरा एकजना चाहिँ आइपुग्यो हो, आइपुग्यो यो हो। कति वर्ष बाद हुन्छ, अहिले भेट्छौँ है त। हामी चाहिँ होइन सुन कस्तो भयो, यत्रो वर्ष बाद भेट्दा कस्तो भएछु, के भएछु? एकदम खुसी नि। अब सँगै परेको 25 वर्ष बादमा भेटेको मैले। अन्त अझै छ साथीहरू होइन, अझै छ नि, अझै छ। तर उनीहरू चाहिँ ड्युटीहरू होइन, केले गर्दाखेरि चाहिँ आउनु, हामी चाहिँ यति चाहिँ हो। पुरा लजा राख्छ भिडियोमा आउनु ल है। यो चाहिँ हामी चाहिँ होइन सबैजना साथीहरू भेट्यो हो। अब चाहिँ साथीको बाबालाई हेर्नु छ हो। अन्त यहाँ रहेछ जाँदैछ साथीहरू खुसीले धेरै हो। बारी चाहिँ यस्तो रहेछ है बाटो चाहिँ हो, यहाँबाट जाँदैछ। जाडो चाहिँ जाडो रहेछ हो, रुम छैन, शीतल भइरहेको छ क्या गरमबाट आएर चाहिँ। यो हो यो कालो रहेछ, जाँदैछ। ओइ हजुर जाँदैछ हो। यसै बाटो चाहिँ हामी चाहिँ आइपुग्यो है।
आइपुग्यो हामी चाहिँ ल आइपुग्यो हामी चाहिँ यहाँ हाम्रो साथीको बाबा हुनुहुन्छ हो हामी आएर खुसी लाग्यो कस्तो लाग्यो खुसी लाग्यो छोरीको साथी हौ को अरे छोरीको साथी होला अनि चाहिँ धेरै जाति हुनुभएछ नि त हाम्रो चाहिँ हो अन्त यहाँ छ मोटी मोटी हो यो चाहिँ मोटी यहाँ मोटी छ फोनको भिडियो ऊ यहाँनिर छ उसको बाबा हो यसलाई यसको बाबालाई चाहिँ हामी हेर्नु आएको नि त हामी यति टाढोबाट आइरहेको छ है अझै आएको छैन मलाई खुसी लागिरहेको छ कस्तो खुसी देखाउनु पर्यो नि त अब खुसी त भाइ भन्ने चाहिँ अब पहिला थिएन होइन थिएन काममा व्यस्त थिएँ अहिले जब साथीभाइ भयो यिनीहरू टाढोबाट आयो म मान्छु त मेरो बाउको अवस्था कस्तो थियो भन्दाखेरि म नबाँच्नु थिएँ आज यिनीहरूको प्रेजले गर्दा होइन भगवान्को आशीर्वादले गर्दा मेरो बाबा फेरि फर्केको छ नि त अनि सबसे ठुलो चाहिँ म के भन्छु भने मैले यतिको साथीहरू पाउनु चाहिँ ढिलो पाएँ तर म आफूलाई भाग्यमानी पनि सोच्छु होइन सबैलाई साथीभाइमा थ्याङ्क यू चाहिँ नभन्नुहुन्छ तर म चाहिँ भन्छु होइन एटलिस्ट यिनीहरूको आशीर्वाद र यिनीहरूको प्रेजले गर्दा मेरो बाबा बाइक भएको छ होइन थ्याङ्क यू सो मच थ्याङ्क यू गाइज होइन तिमीहरू आइदियो मेरो बाबालाई हेर्नु यो मात्रै होइन हामी झन्डै 25-26 साल बाद भेट्दैछ नि त यसरी अन्त यो पनि एउटा गेट टुगेदर चाहिँ रिमेम्बरै भएर गयो अब जुडेको यहीँ थियो रहेछ मेरै घरमा मेरो बाबा अब यो त हाम्रो कन्टिन्युमै हुन्छ नि जति नै हो त्यो आज चाहिँ तर नि हिजोसम्म चाहिँ पुरा रिस उठिरहेको थियो होइन अब कोही पनि नभेट्ने यस्तो उस्तो भन्दै थियो तर यसको चाहिँ रिस कडा छ यसको चाहिँ रिस कडा छ तर यसले नै हाम्रो ग्रुप चाहिँ थामी पनि रहेछ यो नभएको भए हामी यसरी भेट पनि हुन्थेन लाइफमा बिजी थियो छुच्ची भयो नि भयो भने कोअर्डिनेटर यही हो यो नभएको हामी यसरी एकजुट हुन्थेन पनि आजको दिनमा यसरी भेट पनि हुन्थेन नि होइन यसको स्पेसलिटी चाहिँ यसलाई नै जान्छ यो चाहिँ एकदम स्पेसल हो यो ग्रुपको चाहिँ एकदम थ्याङ्क यू एकजना साथी आइपुग्नु भयो होइन उहाँ चाहिँ ड्युटीबाट सिधै आउनु भएको अरे अन्त त्यही भएर एकदम यसलाई चाहिँ पुरा भोक लागिरहेको छ नि कस्तो फ्राइड राइस बिन्दाले बनाइदिएको फ्राइड राइस हो थ्याङ्क यू मिठो भएछ जोरथाङबाट आएर चाहिँ मलाई फ्राइड राइस बनाएर दिएको दार्जिलिङमा यहाँनिर लास्टको हाम्रो साथी आइपुग्नु भयो एकजना चाहिँ आइपुग्नु भयो यहाँ आइज न ओइ लक्ष्मी यहाँ आइज नि यहाँ आइज नि आइज न हामी चाहिँ बचपनको साथी हो है खानाहरू खाएर होइन अलिकति मात्रै हाल्ने मलाई बेसी भयो मलाई भात किन भक्कु पकाएको त अन्त मैले पकाएको कहाँ हो अन्त कहाँ खान्छ बेलुका म त रड्डी गरिदिन्छु खानुहुँदैछ अनि एक अर्कालाई भेट्न सक्यौँ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ अनि हामी यहाँ बाबाको कारणले गर्दाखेरि यहाँनिर एकत्रित हुन सक्यो प्रभु तपाईँलाई म धन्यवाद दिन्छु विशेष गरी म आफैलाई तपाईँको रगतमा बाँध्छु अनि यो घरको वरिपरि प्रभु तपाईँको रगत लाउँदैछु अनि विशेष हामी प्रार्थना गर्न लागेका छ बाबाको लागि आफ्नो छोरालाई प्रभु हामीले धेरै प्रार्थना गरेका थियौँ विगतको दिनहरूमा आफ्नो छोरा धेरै सिकिस्त हुनुहुन्थ्यो प्रभु उहाँको शरीरमा जुन प्रकारको रोगहरू थियो तपाईँ अब चाहिँ हामी होइन बिमारीहरूलाई हेरिसक्यो साथीहरूसँग सबैसँग भेट्नु होइन हामी चाहिँ अब हाम्रो चाहिँ यहाँनिर अङ्गाला मारमा बाई बाई साथीहरू यहाँ यसलाई हतार भएको आइपुग्यो जोरदार हो
ल आइपुगेँ भयो ब्याक सिटमा पुरा